हेलो गाइज एभ्रिवान। आज चाहिँ म आफ्नै घरमा छु अनि यो चाहिँ भक्तपुर जिल्लामा हो। आज चाहिँ विशेष भिडियो भन्दा पनि आज चाहिँ म लगायत मेरो श्रीमतीले चाहिँ यसरी हामीले थोरै जग्गामा यसरी घर पनि बनाएका छौँ अनि कृषि पनि गरेका छौँ। हल्का त धेरै कृषि त भन्न मिल्दैन, जस यसो उत्पादन हुने चिजहरू के गर्न सकिन्छ भनेर लागिरहेका छौँ। हेर्दै जानु होला आजको भिडियोमा। हाम्रो पार्ट टाइम जब त बेग्लै छ, तर हाम्रो अफिस त बेग्लै छ, तर अब यो चाहिँ पार्ट टाइम जब चाहिँ हामीले गरिरहेका छौँ। बिहान बेलुका यसो दिउँसो त होइन, दिउँसो चाहिँ अब नभनौँ, जस्तो बिदाखेरिमा चाहिँ दिउँसो पनि हामी एकदमै लागि परेका छौँ। भिडियो हेरेर साथ दिनु होला है त। यति हो। र अब यहाँ चाहिँ के फलेका छन् के छन् भन्ने कुरा चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्दै जानु होला र तपाईँ पनि मेहनती परिश्रमी उद्यमी बन्नु होला भन्दै म चाहिँ अब तपाईँलाई देखाउन गएको चाहिँ भिडियो चाहिँ जो छ यो चाहिँ कर्कला हो, जहाँ कि हामी यहाँबाट यताबाट पानी चाहिँ हामी यता हात धुने, खुट्टा धुने, भाँडा धुने, अनि त्यो पानी चाहिँ यसलाई चाहिँ अनि प्रशस्त मात्रामा बग्ने ठाउँमा चाहिँ यसलाई जो कि पानी धेरै चाहिन्छ अनि त्यसलाई चाहिँ हामीले यसलाई कर्कला भनेका छौँ। यहाँ अरू पनि छन् कर्कला यता नजिकै यहाँ लगाएका छौँ है त। त्यसै गरी यो चाहिँ सिमी हो। भर्खरै अब यो चाहिँ यता मासतिर यसले थाङ्रा खोजेका कारणले गर्दा थाङ्रामा यसो गरी जाँदैछ, हेर्नु होला। अनि यता छ चिचिन्डा भयो, यता यो बोडी भयो, यो चाहिँ लहरे बोडी हो। अब भोलितिर त नभनौँ, यो पछि म तपाईँलाई यो बोडीको विषयमा पनि जानकारी गराउँछु। यो बोडी कसरी लाउन पर्ने, कसरी जान्छ, कसरी फल्छ भन्ने कुरामा र कति मेहनत गरेका छौँ भन्ने कुरा नि म देखाउँछु। यो चाहिँ काँक्रो हो। अनि त्यसै गरी हामीले यहाँ सानो ड्याङबाट चाहिँ यो चाहिँ डल्ले खोर्सानी हो। यसको पनि बिरुवाहरू निकै निस्किसकेका छन् यतातिर। र त्यसै गरी अब यता हेर्दै जाँदाखेरि यो चाहिँ बोडी नै हो। अनि यतातिर चाहिँ यो फर्सी हो। यो चाहिँ फर्सी, यो चाहिँ गाउँघरतिरको अर्ग्यानिक हो र हामीले पनि अर्ग्यानिकै लगाएका छौँ। यो चाहिँ अर्ग्यानिक यतातिर छ भनेदेखि यो चाहिँ हाइब्रिड भनिन्छ। यसको बोट भनेको यत्रै हो, योभन्दा ठुलो पनि हुँदैन, तर यसले चाहिँ अब फल दिन सुरु गरिसकेको छ। यो चाहिँ हामीले निकै नै लगाएका छौँ। लगभग एउटाबाट दुईटाबाट भनेर नि यसरी एउटैबाट धेरै हाँगा निस्केर यसको चाहिँ निस्किने गर्छ। र यहाँ म तपाईँलाई देखाउन चाहन्छु, यो चाहिँ फर्सी हो है, यहाँ निस्किसकेका छ। यो चाहिँ फेदैमा हुन्छ, हेर्नुहोस् है त गाइज। अब यो चाहिँ फेदैमा हुन्छ। अनि यतातिर यो चाहिँ तार किन यस्तो गरेको होला भन्नुहुन्छ भनेदेखि अब यो चाहिँ पछि हेर्दै जानु होला। यो तार छ, यो तारको विशेषता पनि म तपाईँलाई देखाउँला। अनि यो चाहिँ सबै फर्सीको लाइन छ भने यो चाहिँ अलि साना छन्। यो चाहिँ जम्मै काँक्रो नै काँक्रो छ। यो चाहिँ काँक्रो एरिया हो यतातिर। अनि यो चाहिँ अनि कुखुराको खोर हो। हामीले कुखुरा राखेका छैनौँ, अब बिस्तारै राख्ने कुरा छ यो चाहिँ। त्यसै गरी हामी यता अहिलेको पाला चाहिँ फर्सी ज्यादती मात्रामा लगाएका छौँ भनेदेखि यो चाहिँ यो रातो चाहिँ लट्टेको साग भनिन्छ। यो चाहिँ लट्टे पनि छ यतातिर। अनि यतातिर चाहिँ हामीले गरेका अरू खेती पनि छन्, हेर्दै जानु होला। यो मुनि तल चाहिँ हामीले ठुल्ठुला यो गाउँघरतिरको ठुल्ठुलो फर्सी, गोलो फर्सी हुने। अनि यो चाहिँ हामीले टिपेका छैनौँ, मुन्टा चाहिँ एकदम ठुल्ठुलो छ यतातिर। थोरै मात्रामा यसरी रोग लागेको पनि छ। यो चाहिँ रोग लागेर हामीले यसरी फ्यालेका छौँ। यो चाहिँ रोग लागेर यसलाई फ्यालेका छौँ भने यहाँ चाहिँ भर्खरै यहाँ म्याडमले चाहिँ यहाँ रोपिसक्नु भयो एउटा। यहाँ रोपेको छ भनेदेखि यहाँ चाहिँ मुन्टा खाने, त्यो चाहिँ जति टिप्यो त्यति मुन्टा मात्रै हुन्छ। र अर्को कुरा तपाईँलाई देखाउन गएको छु, यो जुन छ यो चाहिँ
यो चाहिँ सिमी, यो लामो चाहिँ एकदमै सिमी छ। हेर्नु होला, यो चाहिँ सिमी हो भनेदेखि यतातिर चाहिँ हामीले लागेका कुरा, हामीलाई चाहिने कुरा अनावश्यक चाहिँ हो, जुन जुन आवश्यकता पर्छ त्यति कुरा हामी लिएका छौँ। यतातिर काउली बन्दा पनि छ, काउली बन्दा पनि छ भने आज मैले शनिबारको दिन चाहिँ यसरी यो बारीभरि घुमेर यसको अवलोकन गर्ने, यसलाई मलजल के गर्न पर्ने हो त्यो कुरा पनि गरेका छौँ। यो अब बालबच्चाले फेरि यो खाना खोज्छन्। यो चाहिँ अलिअलि भए पनि यो मकै पनि लगाएका छौँ हामीले। अनि यहाँ कतै कतै यहाँ बिरुवाहरू पनि छन्। यो चाहिँ तल्लो तल भयो भनेपछि यो चाहिँ यो हेर्नु होला, यहाँ चाहिँ मस्याङ पनि छ। त्यस पछाडि यो मस्याङ भयो, यो पनि एउटा तरकारी हो है, यता लागिरहेको छ। यो मस्याङको एरिया हो भनेपछि यहाँ चाहिँ हामी थाङ्रा लगाएका छौँ। यो चाहिँ केराघारीतिर पनि जान्छ। यो मस्याङ बोडीहरू चाहिँ यस्तै गइरहेछ भने यतातिर पनि परसम्म सर्लक्कै लगाएका छौँ है त। पछि चाहिँ अब यतातिर जान्छ अनि हामीलाई टिप्न पनि सजिलो हुन्छ। अनि बुद्ध चित्तको माला हुन्छन्, त्यसको बोट पनि छ। यो चाहिँ बुद्ध चित्तको रुख हो है त, यो बुद्ध चित्तको रुख हो। त्यसै गरी अनि हामीलाई यहाँ अरू खासै केही पनि छैन। हामी अब राम्रैसँग बसेका छौँ यतातिर। यो गाउँ पनि होइन, बजार पनि होइन, तर यहाँ हामीलाई दुःख दिने कुरा चाहिँ एउटा छ। त्यो दुःख दिने कुरा चाहिँ यहाँनिर छ, म देखाउन चाहन्छु है त तपाईँलाई। यहाँनिर यहाँ यसले चाहिँ हामीलाई धेरै दुःख दिएर खतम पारिसक्यो। यहाँनिर छ, यहाँ कराउनलाई थालिसक्यो। यो चाहिँ यहाँनिर छ, यो थुप्रो छ। यो चाहिँ गुड हो, कागको गुड हो। यसले चाहिँ हामीलाई टाउकोमा पनि ठुङ्गिसकेको छ है त। यहाँ सानै होचो ठाउँमा छ, किनभने अब गाउँमा भए अग्लो अग्लो ठाउँमा हुन्थ्यो। यो चाहिँ एकदमै होचो ठाउँमा लगाएको छ। यहाँ कागहरू आइसक्यो, कागहरू आइसक्यो। कागले चाहिँ कागहरू आइसकेका छन्। यी थुप्रो आयो कागहरू। यो चाहिँ हामी चाहिँ यो बजारको छेउमा तल्लोपट्टि छौँ। अब यो चाहिँ धेरै जग्गा हुनेले यो चाहिँ अब यसरी धेरै जग्गा हुनेले चाहिँ अब आफ्नो जग्गा राखेर बेचेका छैनन्। त्यो भएको कारणले गर्दाखेरि यो चाहिँ यसै गरी चाहिँ यहाँ चाहिँ अब जङ्गल जस्तै देखियो। पारी लुबु भने यतापट्टि चाहिँ भक्तपुर पर्छ। त्यसै गरी अब यो कागले अनि यहाँनिर हेर्नुभयो भने यहाँ चाहिँ म तपाईँलाई अलिकति ठुलो गरेर देखाउँछु। यो चाहिँ के को फल होला भनेर सम्झिनु भयो भने यो चाहिँ फल होइन है, यो चाहिँ एकदम मेहनत गरेर बनाएको, चराले गुड बनाएको हो। यो चाहिँ यसलाई चाहिँ गुड बनाएको हो। यो चाहिँ यस्तो खालको गुड छ, तलबाट छिर्छन्, माथिबाट चाहिँ यो चाहिँ उयो पानी पनि छिर्दैन। यो चराले यसरी गुड लगाएको छ। चरा पनि देख्नु सक्नुहुन्छ तपाईँले, यतातिर छ है त। हुन्छ, धन्यवाद। अब भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु। र त्यसै गरी भिडियो हेरेर साथ दिनु होला। हामी चाहिँ यहाँ परिवार मिलेर, पानी पाइँदैन यहाँ, पानी चाहिँ एकदम बोक्नुपर्छ। पानी बोकेर भयो भने हामीले खेती गरेका छौँ। अहिले त यो बर्खे सिजन भयो, अलिअलि हामीले सङ्कलन पनि गरेका छौँ। पानी नहुँदाखेरि चाहिँ हामी इनार खनेका छौँ। हामीले इनार खनेर इनारबाट चाहिँ पानी चाहिँ ल्याउने क्रम हाम्रो जारी छ। अनि बोकेर भयो भने हामीले खेती गर्ने हाम्रो ह्याबिट बसिसकेको छ है त। ल त गाइज हो, यहाँ यस्तै छ। तपाईँले आजको भिडियो कस्तो लाग्छ, मन पऱ्यो तपाईँले कमेन्ट गरिदिनु होला भन्दै म आज
बिदा हुन चाहन्छु। फेरि तपाईँलाई नयाँ अपडेट लिएर आउनेछु। हस्त नमस्कार, धन्यवाद।